आज चाहिँ हामी शिरमा भएको अक्षरहरूको बारेमा पढ्न गइरहेका छौं। ती अक्षरहरू चाहिँ के हुँदा भन्दाखेरि राङ्गो, साङ्गो, लाङ्गो भनेर तीनटा अक्षरहरू आउँछन्। अब राङ्गो भनेको चाहिँ रा शिरमा भएका अक्षरहरू हुन्। लाङ्गो भने चाहिँ ला शिरमा भएका अक्षरहरू हुन्। साङ्गो भने चाहिँ स चाहिँ शिरमा भएका अक्षरहरू चाहिँ हामी पढ्न गइरहेका छौं। राङ्गो जस्तो टिबेटनमा रागो भने है, गो भनेको चाहिँ टाउको अथवा शिरमा भनेर बुझ्नुपर्छ। रा शिरमा भएका अक्षरहरू अब ती के हुन् त? रा यो माथि काटेको चाहिँ माथिको चाहिँ रा हो, तलको चाहिँ का हो। यसलाई पढ्दाखेरि चाहिँ रा कप्ता का, रा गप्ता गा, रा ngapता ङा, रा जप्ता जा, रा न्याप्ता न्या, रा तप्ता ता, रा दप्ता दा, रा नप्ता ना, रा बप्ता बा, रा मप्ता मा, रा चप्ता चा, रा जप्ता जा गरेर 12 वटा अक्षरहरू छन्। एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10 वटा, 11 वटा, 12 वटा। यो चाहिँ राङ्गो अथवा रा शिरमा लाग्ने अक्षरहरू चाहिँ 12 वटा छन्। यसलाई यसरी बुझ्नु पर्यो है त।